झापाको शिवशताक्षीमा सुरु एलभिडी झापा महिला गोल्ड कपको उद्घाटन खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले शानदार जित दर्ता गरेको छ। आज भएको खेलमा अर्को ए डिभिजन क्लब चर्च बॉयज युनाइटेडलाई 8-0 को फराकिलो गोल अन्तरले हराउँदै पुलिस सेमिफाइनलमा प्रवेश गरेको छ। पुलिसका तर्फबाट मीना देउवाले 5 गोल र रेखा पौडेलले ह्याट्रिक पूरा गरे। रेखाले खेलको 37औं, 80औं र दोस्रो हाफको इन्जुरी समयमा गोल गरिन्। त्यस्तै मीनाले खेलको 51औं, 60औं, 62औं, 68औं र 81औं मिनेटमा गोल गरिन्। खेलको चौथो मिनेटमा पुलिसकी डिफेन्डर पूजा राणाले सेन्ट्रल जोनबाट लिएको फ्री किक चर्चको गोल पोस्ट नजिकबाट बाहिरिएको थियो। खेलको 7औं मिनेटमा पुलिसकी फरवार्ड रेखा पौडेलले ठूलो डी बक्सबाट गरेको प्रहार चर्चकी गोलकिपर करुणा बुढाथोकीले बचाएकी थिइन्। 15औं मिनेटमा चर्चले पहिलो अन टार्गेट शट लियो। 22 यार्डको दूरीबाट चर्चकी प्रतीक्षा मल्लको शट पुलिसकी गोलकिपर उषा नाथले सहजै कलेक्ट गरेकी थिइन्। 17औं मिनेटमा पुलिसकी फरवार्ड मीना देउवाले चर्चको डिफेन्डरलाई बिट गर्दै लिएको पावरफुल शट चर्चको पोस्ट नजिकबाट बाहिरिएको थियो। 26औं मिनेटमा पुलिसले गोलको सुनौलो अवसर खेर फाल्यो। मीनाले चर्चकी गोलकिपर करुणालाई बिट गरे पनि शटलाई टार्गेटमा राख्न सकिनन्। 35औं मिनेटमा चर्चले जवाबी अट्याक बुने पनि गोलको अवसर भने सदुपयोग गर्न सकेन। पुलिसको पेनाल्टी बक्सभित्र वर्षाले दिएको क्रसलाई प्रतीक्षा मल्लले फिनिश गर्न सकिनन्। 37औं मिनेटमा पुलिसले खेलमा खाता खोल्न सफल भयो। 2 राष्ट्रिय खेलाडी कम्बिनेसनमा पुलिसले सुन्दर गोल गर्यो। केही दिन अघि मात्रै राष्ट्रिय टोलीमा डेब्यू गरेकी मीनाको क्रसमा रेखा पौडेलले सुन्दर फिनिश गरिन्। दोस्रो हाफको सुरुवाती समयदेखि चर्च विरुद्ध दबाव बनाएको पुलिसले 51औं मिनेटमा मीना देउवाको गोलमा अग्रता दोब्बर बनाउन सफल भयो। चर्चको डिफेन्डर र गोलकिपर बीच राम्रो तालमेल नहुँदा मीनाले त्यसको फाइदा उठाइन्। 59औं मिनेटमा मीनाले सुन्दर फिनिश गर्दै व्यक्तिगत दोस्रो तथा टोलीको तेस्रो गोल गरिन्। उनले सम्झना लाउतीको पासलाई गोलमा परिणत गरिन्। त्यसको 5 मिनेट बित्न नपाउँदै मीनाले अर्को गोल थप्दै आफ्नो ह्याट्रिक पूरा गरिन्। पुलिसको लङ भली क्रसलाई चर्चकी गोलकिपर करुणाले राम्रो कलेक्ट गर्न नसक्दा मीनाले त्यसको फाइदा उठाउँदै टोलीलाई 4-0 गोलको अग्रता दिलाउन सफल भइन्। 68औं मिनेटमा रेखाको सुन्दर क्रसमा मीनाले आफ्नो चौथो गोल गरिन्। 80औं मिनेटमा रेखाले 30 यार्डको लामो दूरीबाट गरेको शटले सिधै चर्चको जाली चुम्न पुग्यो। रेखाको उक्त शटमा चर्चकी गोलकिपरले कुनै मौका पाइनन्। त्यसको 3 मिनेट बित्न नपाउँदै मीनाले टोलीका लागि 7औं तथा व्यक्तिगत 5औं गोल पूरा गरिन्। खेलको अन्तिम समयमा रेखाले गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गर्दा टोलीलाई 8-0 गोलको फराकिलो अन्तरको जित सुरक्षित गराइन्। खेलको प्लेयर अफ द म्याच पुलिसकी मीना देउवा भइन्। उनले नगद 15,000 र ट्रफी पाइन्। उनलाई प्रमुख अतिथि शिवशताक्षी नगर प्रमुख मेगा हाङ थोप्रा, आयोजक झापा महिला गोल्ड कपका अध्यक्ष सन्तोष थोप्रा र ग्यारेज क्याफेका सञ्चालक लुका राईले ट्रफी प्रदान गरेका थिए। भोलिको दोस्रो क्वार्टर फाइनल खेल एपीएफ फुटबल क्लब र सिङ्लिङ स्पोर्टिङ क्लब सिक्किम बीच हुनेछ। दुधे रङशालामा जारी प्रतियोगिताको फाइनल खेल कार्तिक 24 गते हुनेछ। प्रतियोगिताको विजेता टिमले नगद 10,10,000 रुपियाँ पाउनेछ। त्यस्तै उपविजेताले नगद 5 लाख रुपियाँ पाउनेछ। सर्वोत्कृष्ट खेलाडीलाई नगद 1,50,000 रुपियाँ प्रदान गरिने गोल क्लबका अध्यक्ष थोप्राले जानकारी दिए। त्यस्तै प्रतियोगिताका उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक र उच्च गोलकर्ताले नगद 25,000 रुपियाँ पुरस्कार पाउनेछन्। प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद 15,000 र ट्रफी प्रदान गरिनेछ। प्रतियोगितामा 8 वटा टिमको सहभागिता रहेको छ। प्रतियोगितामा त्रिभुवन आर्मी एफसी, एपीएफ एफसी, नेपाल पुलिस क्लब, सङ्कटा फुटबल क्लब, चर्च बॉयज युनाइटेड, झापा फुटबल क्लब र आरएस पोखरा फुटबल क्लब तथा भारत सिक्किमको सिङ्लिङ स्पोर्टिङ क्लबले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन्।